guys, welcome to my YouTube channel. Yeah. आज चाहिँ हामी कहाँ जान लाग्यो रे? चुम्लिङ. दुईजना ब्युटिफुल लेडी चाहिँ होइन है तर हानिम क्या यही ल आज चाहिँ हामी चुम्लुङ जान लाग्यो. हामी एकदमै त्यही म चाहिँ छैन यिनीहरू. म चाहिँ छु एकदम एक्साइटेड. छ छैनस् एक्साइटेड? नलमै ल होइन यो चाहिँ होइन चुम्लुङ हो होइन गाइजहरू होइन सबैजनाले सोध्नु होला यो चुम्लुङ के हो चुम्लुङ के हो. चुम्लुङ भनेको चाहिँ हामी लिम्बूहरूको कल्चर हो, फेस्टिभल हो. सो आज हामी एकदमै रमाइलो गर्नेछौँ. यिनीहरू चाहिँ फर्स्ट टाइम जानेर म चाहिँ सेकेन्ड टाइम हो होइन. एकदमै रमाइलो हुन्छ. ल अब हामी उतै गएर भेट्नेछौँ. ल हामी चाहिँ रेडी भइसक्यो. हाम्रो आजको लुक्स यस्तो छ हामीहरूको. ओके त्यही हो. अब रेडी सेडी भइसक्यो हामी पुरै. हामी चाहिँ दाइको कारमा छौँ. ल दामी ड्राइभिङ हुँदैछ यहाँ. बब्बाल ड्राइभिङ भयो भर्खरै. ल अब हामी त्यही बाटोमा छौँ. 1 घन्टा 20 मिनट लाग्छ हामीलाई टाइम. अनि 1 घन्टा 20 मिनटमा हामी अब उतै भेट्नेछ हामी. ओके सेवारो भयो त्यस्तो गर्नु पर्यो. ल हामी आइ पनि हालेँ. ठ्याक्क हामी आएँ. टिकटहरू पनि काटिसक्यो हामीले. अनि अब हामी चाहिँ भित्र गएर आज के गर्ने अन्त हामी स्टेजमा जान्छौँ. स्टलहरू के छ त्यो हेर्छौँ. खानाहरू पनि मिठो छ होला आज यार. मेबी होप सो. आज सबै चाख्नुपर्छ है. के सबै चाख्नुपर्छ. गुरुङनीलाई लिम्बूले के खुलाउने हो? म त तोङमा खाने हो. गुरुङनी हो. तोङमा खाने भनेछ. खिलाउँला हल्का खिलाइन्छु म. आज सबै चाख्नुपर्छ. अलिअलि गरेर सबै चाख्नुपर्छ. अनि नाच्ने हो कि होइन? हजुरले नचाल्नु भने चाहिँ नाच्छु. नाच्ने आज हल्का नाच्नुपर्छ. हामी नाच्ने साच्ने आज. अब सबै यताउता पहिला सुरु हामी स्टलहरूमा खानेकुरा पहिला सुरु खाना मेन त खानेकुरा हो. चाख्नु पऱ्यो नि सबै चाख्ने. अनि यताउता गरेर अब नाच्नु पनि पर्छ. एकछिन नाच्नुपर्छ. ल यति नै. अनि त्यो के अरू केही गर्नु मन छ तिमीलाई? मलाई त त्यही तोङमा खाएर नाच्नु मन छ. तोङमा खानु मन. ल अब हामी छिरौँ होइन. पालङ पो गएको. भने काम छैन है. ल भाउजू जब मान्छेलाई लुगाले सुहाउँछ ल यो राम्रो देख्छ. बिहे गर्ने अरे. दिदी के अझ भाउजू खै भुइसुरो रेडियो बुहारी भएर त. जब लुगाले खुल्छ मान्छेलाई राम्रो देख्छ. यसको मतलब लगन आएको. मोमो हामीले मोमो चाख्न गइरहेको छ. अहिलेको मोमो अहिले चाहिँ अर्कै ठाउँको मोमो हो अहिले चाहिँ. गोर्खा ढिलोको मोमो. No bad. ठिकै छ.
पिरो रहेछ म त अगाइसक्यो म अघिको मोमो खायो कस्तो लाग्यो तिमीलाई I'm gonna rate this like 6 because यसमा नुन छैन हल्का तर everything is solid but just नुन छैन अनि हल्का चटपटा feel आएको छैन but as you can see guys everything is made with love I guess हैन अनि हाम्रो यहाँको मोमो चाहिँ यो चाहिँ गोर्खा भिलाको मोमो हामीले अहिले ट्राई गरिरहेको छौँ यो चाहिँ एकदमै मिठो लाग्यो मलाई चाहिँ होस् जेन्युन भएर रेट गर्दा चाहिँ एकदम जुसी छ उता कम्पेरिजन टु अनदर स्टल दामी मलाई पनि ठिकै लाग्यो म चाहिँ तर धेरै खाइनँ अघि नै मैले अघि अर्को ठाउँमा खाइसकेको थिएँ मलाई चाहिँ टन्नै भइसक्यो म धेरै खाँदा पनि खाँदिनँ उसले मात्रै खान्छ अब म खाँदिनँ I'm gonna eat all of this guys मोमोहरू पनि मोमो खाएँ अनि त्यसपछि खासै मिठो त थिएन अनि उसले चटपट खायो अब आइसक्रिम खाने अरे आइसक्रिम खान जाने होइन कुन आइसक्रिम खाने हो पेट दुख्छ अरे हामी एक्लै खाएर भोक लाग्यो नि त अनि हामी एक्लै खाइदिएको होइन खाने भन्ने त यही मान्छे एक्लै जाउँ न भन्ने क्या अब आइसक्रिम खाने अब तोङ्बासँग खाँदैछ है ल कहाँ हो मजाले तोङ्बा खाँदैछ मजाले ल यो अब के गर्ने अरे अस्तिको पालि पनि भिडियो गरेको थिएँ तर त्यो युट्युबमा चेक गर्दा आएन यो पालि पनि चेक गर्दा आएन अन्त अनसब्सक्राइब गरिदिन्छु म त यसपालि त स्योर आउँछ तिम्रो तिम्रो त्यो अगाडि नै तिमीलाई हालिदिन्छु ल ल मैले किनेर एक्लै खायो अरे हामी एक्लै खायो भनेर किनिदिएको मैले खायो अगाइस के पो अरे यसलाई के अरे अब सबै खाइसकेछ अलिक ती मात्रै पो रहेछ के अरे यसलाई के भन्छ के अरे के भन्न होइन क्या यो डिसको नामको त के अरे भुजा मात्रै छ त अहिले त मासु मात्रै डङ खायो जस्तो छ अहिले मैले खुवाएको होइन एक्लै खायो हामीले एक्लै खायो भनेर उसलाई रिसाउँदै थियो अनि हामीले किनेर खुवाइदिएको हामीले कति पैसा तिरेर खुवाइदिएको हामीले मजाले खाँदैछ हन्तकालिनी जसरी ल आफ्नो छोरी मेरो खाने भन्छ ल खाऊ नाम पनि लोभी लस्सी मान्छे नि लोभी ओए थोरै खाए यो माछा खान आफ्नो लस्सीको नामै लोभी क्या फेरि कस्तो हुँदैछ कान्छी रमाइलो हुँदैछ रमाइलो हुँदैछ नाच्यो म नाचेन यिनीहरू नाच्यो खायो तोङ्बा खायो अहिले वाइन खाँदैछ मैले केही खाएको छैन केटी भएर सबै चिज खाँदैछ चिया हो चिया हो अरे ठिकै छ रमाइलो हुँदैछ अब अझै अब अझै नाच्दैछौँ हामी नाच्दैछौँ अझै रमाइलो गर्दैछौँ ल कस्तो हुने भयो त आज के सोल्टिनी ओहो आज त एकदम रमाइलो भयो च्याब्रुङ नाच्यो धान नाच नाच्यो सोल्टीहरूको हात पनि समाउन पाइयो एकदम हाम्रो
हाम्रो संस्कार संस्कृतिलाई जोगाइराख्नु पर्दाखेरि जोगाइराख्नु पाउँदाखेरि एकदमै रमाइलो भएको छ। आज एकदमै रमाइलो भयो, रमाइलो पनि भइरहेछ। आज एकदम रमाइलो भयो। कति वर्षपछि सायद 4 वर्षपछि आएको आज होइन, अनि लास्ट टाइम चाहिँ 4 वर्ष अगाडि आएको थियौँ। अनि आज एकदम राम्रो भयो। तिमी र हामीसँगै आएको नि त होइन लास्ट टाइम, रमाइलो भयो। हामीले च्याब्रुङमा पनि भाग लिएको थियौँ, अनि यालाङमा पनि भाग लिएको थियौँ। च्याब्रुङ सबै गरेर हाम्रो सक्सेस भयो है, सबै कुरा एकदम राम्रो भयो। आइ एम भेरी ह्याप्पी। अर्कोचोटि त झन् एकदम धमाकेदार प्रस्तुति लिएर आउने हो। मलाई पनि राम्रो लुगाहरू लगाएर आउनु मन थियो, तर ट्रिप थियो र आधी बाटोबाटै आएँ। त्यही पनि रमाइलो भइरहेछ। गर्मी चाहिँ लास्टै धेरै, एटलिस्ट मेरो दिदीहरू चाहिँ राम्री भएर आउनु भएर मलाई एकदम खुसी लागेको छ। मलाई त कस्तो गुहार होइन, हगुवा हो है। अनि पिसाब पनि हेरेर एकदमै पिसाब लाग्यो भन्ने कि थाहा छ कि छैन? हजुर अब पिसाब हेर्न जान आँटेको। दामी छ, डोङ्गा दामी छ। कसले ल्याएको खाएको खाएकै छु हो, ल्याएर देखेको गर्छ मलाई। खाएको खाएकै छु, तर मातेको चाहिँ छुइनँ है गाइजहरू। दामी छ। आयो नाच्न मजा आयो। नाच्न मजा आयो। Moment. Go ahead. कतिको भइरहेछ? के भइरहेछ? झ्याप भयो यार। च्याप भयो च्याप। तुम्बा छ्याङ। ए खाने हो। जडियाहरू यिनीहरू जडियाहरू दुईटा जडियाहरूसँग छ हामी। मेन जडी दुईटा जडियाहरू। झ्याप छ यिनीहरू, झ्याप छ झ्याप। आज चाहिँ अब यति नै भयो, हाम्रो सक्यो, प्रोग्रामहरू सक्यो।
राम्रो भयो प्रोग्रामहरू पनि मजा आयो नाच्यो खायो घुम्यो अनि के गर्यो सबै गऱ्यो हामीले अब हामी अब अहिले कहाँ जानु लाग्यो हामी कहाँ पो जानु लाग्यो ढिलो खै के हो थाहा छैन अब त्यहीँ गएर थाहा हुन्छ हामीलाई त्यो मलाई थाहा छैन अब हेरौँ त्यहीँ गएर जाउँ अब जाँड हो जाँड